Hello, namaste, Jorde. Good morning. Welcome back to my YouTube channel, Asis Vlog. फेरि पनि तपाईँहरूको माझ आजको अर्को न्यू डे न्यू भ्लग लिएर तपाईँहरूको माझ उपस्थित भइसकेको छु साथीहरू होइन। म यता सन्चै छु, तपाईँहरू पनि उता सन्चै हुन्छ भन्ने आशाका साथमा म आजको अर्को न्यू डे न्यू भ्लग सुरुवात गर्न लागिसकेको साथीहरू होइन। अस्तिको भ्लगले चाहिँ मलाई अलिक उत्प्रेरणा मोटिभेसन दिएको छ, किनभने चाहिँ लाइक अब सब्सक्राइबर त्यो हुँदैन होइन। अब तर चाहिँ जस्ट अब मेहनत गरेको जति चाहिँ अब के भन्नु सब्सक्राइबर बढेको छ जस्तो लागेको छ क्या मलाई होइन। अनि यो भिडियोको द्वारादेखि पनि तपाईँहरूले चाहिँ आशा लाग्छ होइन। आज म चाहिँ आज यति बिहानै उठेर चाहिँ किन आयो त बाहिर थाहा छैन होइन। थाहा पाउनको लागि चाहिँ तपाईँले फुल भिडियो चाहिँ हेर्नुपर्ने साथीहरू होइन। के भन्छ सुरुदेखि अन्तिमसम्म हेर्नुपर्ने साथीहरू होइन। तर तपाईँहरू चाहिँ नछुटाउनु होला साथीहरू होइन। आज चाहिँ भोलि त दसैँ हो नि त साथीहरू होइन। भोलि दसैँ हो, अनि त्यही भएर यो भिडियो चाहिँ दसैँ भोलि होइन साथीहरू, पर्सि दसैँ होइन। अनि दसैँको भोलि बिहान चाहिँ मेरो भिडियो अपलोड हुन्छ होइन। अनि पर्सि दसैँको लागि त अब लालाबालाको लागि त साथीहरू होइन घाँस काटिदिनै पऱ्यो होइन। त्यही भएर चाहिँ आज हामी चाहिँ परिवारहरू मिलेर छिमेकीले चाहिँ आज हामी वन जाँदैछौँ साथीहरू होइन। वन भन्दा पनि घाँस काट्न होइन, अब बाख्राको लागि घाँस काट्नु त पऱ्यो होइन। त्यसैले चाहिँ घाँस काट्न जाँदैछौँ। कति अहिलेको 6 बज्यो होइन, करेक्ट 6 बजेको छ होइन। अपडेट त दिइ नै हाल्छु होइन। त्यही हो साथीहरू, मलाई यसरी नै सपोर्ट गरिराख्नु होला होइन। आशा छ तपाईँहरूले मलाई यसरी सपोर्ट गर्नुहुन्छ होइन। आगामी दिनमा पनि भ्लगर हो होइन। अनि त्यही हो, बोल्न त केही नहोला, तर पनि हजुरले माइन्ड नगरिदिनु होला है त साथीहरू। अब उसको घर चाहिँ हामी आएको होइन, उसको घर चाहिँ उता छ। अनि खै हिजो जाने कुरा त थियो के अब जानुहुन्छ कि नै त्यो चाहिँ अहिले हामी सोध्दैछौँ है त साथीहरू। जान्यो कि नै भर्खर उठेर नास्ता भयो साथीहरू होइन। बिहान नै जाने भनेको कि 4:30 5 बजी जाने भनेको साथीहरू होइन। हिजो रातिकै साथीहरू होइन, कति 9-10 बजीतिर लाइन गएको होइन साथीहरू, अहिलेसम्म आएन क्या साथीहरू होइन। अनि त्यही भएर चाहिँ अनि हल्का हल्का भयो कि त्यस्तै भयो। अनि उठ्दा पनि उठेन होइन, हल्का नउठे बानी परेको हुनेर चाहिँ उठेन। अनि त्यही भएर चाहिँ 6 बज्यो कि साथीहरू होइन। हामी कतिखेर जानु कतिखेर आउनु हौ साथीहरू, बुझ्नु भएन। अनि त्यही भएर चाहिँ हामी छिटोभन्दा छिटो चाहिँ साथीहरू त हामी चाहिँ हिँड्नुपर्ने छ साथीहरू होइन। ठिकै छ, आफ्नो घरमा वेलकम पनि गरेर नि बाटोमै बोलायो होइन, बाटोमै बसेको कुरा गरेर होइन। ठिकै छ, अब के गर्ने त होइन। अब उसले चाहिँ अब आफ्नो घरमै बोल्नु मन छैन त म के गरेँ साथीहरू होइन। म धेरै कराएर पनि हुँदैन होइन। अब अरू घर हो, म अब जान्छु भनेर जानु पनि भएन नि साथीहरू होइन। त्यसरी चाहिँ अब हामी चाहिँ अब हिँड्दै छुट्टिनु पर्ने हुन्छ भन्दा पनि साथीहरू होइन। अब एकछिनको लागि मात्र साथीहरू होइन, जस्ट 5-10 मिनट। कस्तो गाह्रो भइरहेको छ साथीहरू, मलाई कस्तो गाह्रो भइरहेको छ भन्नु मिलेन साथीहरू होइन। त्यही हो साथीहरू, अब त्यही हो हजुरको लागि मैले चाहिँ मनोरञ्जन इन्टरटेनमेन्ट भन्छ होइन, त्यही दिन खोज्छु साथीहरू, ट्राई गर्छु होइन। तपाईँहरूले चाहिँ हेरिदिनु होला मेरो ब्लग। आशिष पुनको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु होइन। तर चाहिँ तपाईँहरूले चाहिँ मेरो ब्लग चाहिँ पुरै भिजिट गरिदिनु होला साथीहरू होइन। एकैछिनको के भन्छ 1-2 मिनट मात्र नहेर कि सबै हेरिदिनु लाग्छ साथीहरू होइन। अब सुरुमा त मोनिटाइज गर्नको लागि त अब 1000 सब्सक्राइबर्सहरू हो। अनि त्यसपछि त वाच गरेको टाइम त 4000 घन्टा छ नि त साथीहरू होइन। त्यसो मोनिटाइज गर्नको लागि त धेरै चाहिन्छ नि त। 4000 घन्टा भनेको त यहाँको हो, 400 घन्टा भनेको भयो होइन साथीहरू। ठिकै जस्तो लाग्छ साथीहरू, 4000 घन्टा क्या साथीहरू। कहिले त्यो 100 पुग्नु, कहिले 400 पुग्नु, कहिले 1000 पुग्नु, कहिले 4000 पुग्नु साथीहरू। त्यसैले चाहिँ मिहिनेत गर्नुपर्छ साथीहरू होइन। तर चाहिँ मलाई हिजोको भ्लगले चाहिँ मलाई धेरै मोटिभेसन दिएको छ साथीहरू होइन। धेरै नै मिहिनेत गर्नु पर्दो रहेछ कि साथीहरू। तपाईँले भन्नुहुन्छ होइन, अब भ्लग त हो, भ्लग त अब यसरी नै बनाइन्छ भन्नुहुन्छ होइन। भ्लग बनाउनलाई त्यति सजिलो छैन नि त साथीहरू। भ्लग बनाउनु लागि होइन के भन्छ त्यो बोल्ने तरिका चाहियो होइन। यसरी यो मोबाइल पक्रिरहेको त साथीहरू हात त दुख्छ त हो, गल्छ, कट खान्छ होइन साथीहरू। अनि त्यो सहनु पऱ्यो होइन। त्यसपछि भिडियो एडिटिङ गर्नु पऱ्यो,
सबैलाई चाहिँ मनोरञ्जन दिनु पर्यो अनि त्यो त गाह्रो छ त हो साथीहरू। अब म त पहिलो अब भर्खरको भ्लगर भएर चाहिँ मलाई त्यस्तै साह्रो चाहिँ याद छैन होइन। त्यसरी चाहिँ भ्लगर बन्नु चाहिँ सजिलो छैन साथीहरू। मैले पनि भन्दैछु भ्लगर बन्नु त इजी हो, म पनि यसै नै कमाइदिन्छु सब्सक्राइबरहरू भ्युवर्सहरू यति नै जुटाइदिन्छु भन्ने साथीहरू होइन पहिले चाहिँ। आजकल चाहिँ तर त्यस्तो हुँदो रहेछ साथीहरू भन्ने चाहिँ मलाई फिल आयो होइन साथीहरू। त्यही हो अब चाहिँ हामी यहाँदेखि छुट्टिन्छौँ। कुराहरू पनि केही छैन साथीहरू, सबै भनिसकेँ मैले होइन। त्यही हो अब मलाई सपोर्ट गरिदिनु होला होइन। बेला बेलामा त्यही नै भन्न चाहन्छु म। बाटोमा मान्छे भेटिन्छन् बोल्छन् मेरो बहुत यस्तै हो साथीहरू। 1 घन्टा पुरै बोल्न मन लाग्यो साथीहरू, 1 घन्टा 2 घन्टा बोल्नु पर्छ साथीहरू। ल्याउँछ हौ अङ्कल यस्तो भिडियो बनाउने मान्छेले पनि घाँस ल्याउँछ त भन्नुहुन्छ त साथीहरू। लिइहाल्छ नि साथीहरू होइन। अब तपाईँसँग एकछिन पो त गफ गर्ने, त्यसपछि त जुन गन्तव्यमा गएको त्यही गन्तव्य गर्नु पऱ्यो होइन। तर त जिन्दगी कसरी चल्छ हो। म चाहिँ सानोमा पढाएको स्कुल देखाउँछु साथीहरू, बाटोमा छ अलि पारी छ। मैले सानोमा पढेको स्कुल देखाउँछु होइन। मेरो स्कुल चाहिँ यो होइन। यहाँ चाहिँ गेट रहेको छ होइन, त्यहाँ सिसी क्यामेरा छ। हेलो प्रिन्सिपल सर नमस्ते। यहाँ चाहिँ गेट छ अनि त्यसपछि हामी चाहिँ कता छौँ कि त्यहाँ कलेज साथीहरू होइन। हामी चाहिँ वनमा चाहिँ प्रवेश गरिसकेको छौँ होइन। वनमा आइसकेको छौँ, देख्न सक्नुहुन्छ पछाडि यो हामी हिँड्दै फोक्सो सोक्सो फुलिसक्यो होइन। किडनी त फेल हुन्छ हौ साथीहरू, यस्तो हिँड्नुपर्छ कि कुरै छोडिदिनु। अन्त छिप्पिएपछि भने पाकेपछि भगिम्ला जस्तै चुकिलो हुन्छ। उतापट्टि के भन्छ साथीहरू कमेन्ट गरेर नबिर्सिनु होला है त। भगिम्ला जस्तै हो क्या तर चुकिलो हुन्छ, तर भगिम्ला जस्तो हुँदैन। कहाँ आउँछ त अनि वनमा पनि नानी छ कि पेट भन्नुहुन्छ। नानी छ भन्छु, यस्तो देखाइदिन्छु अनि हाँस्नुहुन्छ। अनि के चुकुलो खानुहुन्न साथीहरू होइन। हामी के मान्छे हामीले खानु मन लाग्दैन साथीहरू। यसो त्यो मतलब धेरै विरोध गर्छु साथीहरू। त्यहाँदेखि तलदेखि आएको कि साथीहरू, धुरीले के देखियो होइन होला त्यहाँदेखि आएको। तर मान्छे कलेजमा साथीहरू होइन। आज घाँस भेटिनु जस्तो लाग्छ मलाई साथीहरू। इनके घाँस इनके छाट हुन् छाटी घाँस इनके छाट हुन् छाटी के भन्छ छाट हाल्ने मलाई कराउनु फेरि नकटा बालै छेर 10 लाख आउँछ। कटा बालै छेर 10 लाख आउँछ। त्यही साथी अब हामी हिँड्दै जान्छौँ है त। ल हामी के एकछिन ल सासै फेरेछु लौ त मन त निसाना बढेर अलि भेटौँ जाम तल मान्छे च्याउको सिजन पनि गइसक्यो होइन। तर मलाई साथीहरू बनायो भने चाहिँ च्याउ त खोज्ने मन लागिहाल्छ हौ साथीहरू। त्यसको सिजन होस् या नहोस् साथीहरू हेरिहाल्यो साथीहरू, आँखा त गइहाल्छ। बाटोको हालत यस्तो छ साथीहरू, ढुङ्गै ढुङ्गा। भाग्यले साथ दियो भने जस्तै आएको थियो घरदेखि त्यस्तै घर जाम्ला होइन। भाग्यले साथ दिएन भने चाहिँ त्यो लडीबुडी गर्दै जाउँला नि त के भइको त आया। त्यहाँदेखि आएको तर मान्छे कलेजमा साथीहरू होइन। आज घाँस भेटिनु इनके घाँस इनके छाट हुन् छाटी के भन्छ छाट हाल्ने मलाई कराउनु फेरि नकटा बालै छेर 10 लाख आउँछ। साथीहरू म चाहिँ बनाएको छु त। साथीहरू अब चाहिँ च्याउको सिजन पनि गइसक्यो होइन। तर मलाई साथीहरू बनायो भने चाहिँ च्याउ त खोज्ने मन लागिहाल्छ हौ साथीहरू। त्यसको सिजन होस् या नहोस् साथीहरू हेरिहाल्यो साथीहरू, आँखा त गइहाल्छ। अब चाहिँ भेटिनु होला त्यही पनि हेरौँ 1-2वटा भेट्यो कस्तो फिल हुँदैछ। अब आइन्छ कि आइन के यो चाहिँ घाँस काट्दैछौँ होइन। घाँस चाहिँ भर्खर काट्न लागेको। अघि चाहिँ मैले अरू दिन पाएन। अब चाहिँ म घाँस काट्दैछु साथीहरू होइन। त्यस्तै गाह्रो भइरहेको छ, घाँस पनि छैन होइन।
भएको भन्न चाहिँ मैले होइन बनाउने होइन स्नेक देख्दिनँ क्या साथीहरू त्यति स्नेक देख्दिनँ जति मैले मच्छी देख्छु माथि चटक पार्नु परेको यस्तरी चन् जान खोज्या गरेँ फेरि चटकीको भान म साथीहरू होइन भ्लग बनाउने त बाता पारेको छैन साथीहरू अब बोल्दैछु मच्छरभित्र गयो खाएँ मजेर मैले किरा खाएको राम्रो हुन्छ भन्छ होइन त्यो आजको दिन राम्रो होस् यो भ्लगदेखि धेरै नाम कमाउन सकौँ मैले हेलो हाई साथीहरू होइन हामी चाहिँ पुरै सबैजना चाहिँ भारीहरू पुऱ्याएर एक ठाउँमा चाहिँ बसिरहेको छौँ होइन भारी बाँध्दै हुनुहुन्छ होइन भिडियो बनाउनु लाग्छु हात काटेको छ साथीहरू खरले काटेको कस्तो हुन्छ नि साथीहरू कुरै छोडिदिनु होइन को के यस्तो सुत्ने हो नमस्ते भनिदिनु नमस्ते तपाईँको नाम के हो बालिका राणा अनि कहाँ पुग्नु हो अनि आज कहाँ आउनु भयो कहाँसम्म घाँस काट्नु कति भेट्नु भयो घाँस अलिअलि बुढीको घाँस छ यो छ होइन अनि बुढी चाहिँ बुढी हुनु भइसक्यो यता माथि लेख आउँछ घाँस काट्न तपाईँलाई सलाम छ बुढी अनि कति ठाउँ उठा यो 6 उठा यत्रो 6 उठा सकिन्छ घर लानु पुगिन्छ त्यो साथी होइन अब बनादेखि आएर पनि होइन अघि चाहिँ मैले बनादेखि आइसकेको घरमा आइसकेको भिडियो चाहिँ बनाउनु पाएन किनभने चाहिँ माहौल पनि त्यस्तो थिएन होइन पानी परिरहेको थियो त्यही भएर चाहिँ मैले तपाईँहरूलाई अपडेट चाहिँ दिन सकेन होइन त्यसको लागि म क्षमा प्राप्ति छु एउटा बाख्राले होइन बोका चाहिने क्या साथीहरू चाहिनु पर्ने बोका खोजेको साथीहरू यदि कोही बोका हुनुहुन्छ भने होइन हाम्रो बाख्रालाई एकदम जरुरत आवश्यकता परेको छ होइन आउन सक्नुहुन्छ हाम्रो बोका हाम्रो खसीलाई बोका चाहिएको छ होइन छ्या त्यही हो तपाईँहरूले भ्याउनुहुन्छ भने होइन धेरैजना पनि पर्दैन सिर्फ एउटा बोकाको आवश्यकता परेको छ होइन कराएको छ कि साथीहरू होइन दिमाग खराब मेरो बाख्राले आज बोका खोजेको छ भ्याउँछौ र भ्याउँछ भने आऊ म पठाइदिन्छु साथीहरू फाइनली बल्ल एउटा मैले बोका भेटेँ होइन त्यही हो अब काम चाहिँ हुन्छ जस्तो छ होइन हुन्छ जस्तो कुरा गर्दैछौँ हामी त्यही हो बल्ल एउटा बोका भेट्यो तर चाहिँ यो चाहिँ अलि सानै बोका पऱ्यो बच्चे बोका पऱ्यो अलि ठुलो चाहिँ बोका चाहिँ चाहिएको छ होइन मेरो भ्लगहरू त यति नै हो होइन साथीहरू अब अर्को भ्लग भोलि सायद म भोलि बनाउँछु होला अर्को भ्लग होइन न्यू डे न्यू भ्लग अर्को हुनेवाला छ साथीहरू होइन आजको यति भ्लगले चाहिँ तपाईँहरू मनोरञ्जन गर्नु होला है त यही भन्न चाहन्छु फेरि पनि अर्को एउटा वाक्य दोहोऱ्याउन चाहन्छु के वाक्य दोहोऱ्याउन चाहन्छु भनेपछि मेरो युट्युब च्यानललाई धेरैभन्दा धेरै माया सब्सक्राइब लाइक सेयर कमेन्ट गर्न नबिर्सनु होला है त साथीहरू बाई बाई